बनाउने होइन त 1000 को लगानीमै 15000 भन्दा बढी। अहिलेको समयमा नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा 104 कम्पनीहरू आइपिओ निष्कासनको लागि अनुमतिको पर्खाइमा रहेका छन्। यी कम्पनीहरू मध्ये आजको भिडियोमा हामीले एकदमै धेरै चर्चामा हुने र नाफा कमाउने सम्भावना पनि धेरै भएको र धेरै संख्यामा आइपिओ निष्कासन गर्न लागेका 14 अन्य सेक्टरका आइपिओ को बारेमा जानकारी दिनेछौँ। यी कम्पनीहरूले कुल 590 करोड रुपियाँ बराबरको आइपिओ निष्कासन गर्दैछन्। यसर्थ तपाईहरु पनि साना साना कम्पनीको मात्र आइपिओ भरेर आइपिओ नपरी हैरान हुनु भएको छ र ठूला कम्पनीको आइपिओ को पर्खाइमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। यस्तै खाले आइपिओ एफपिओ शेयर मार्केट सम्बन्धी जानकारीमूलक भिडियो सबैभन्दा अगाडि एकै ठाउँमा हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला र फेसबुक पेज वा टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न नभुल्नु होला। अब भने ढिला नगर लागौ विषयवस्तुतर्फ नै। पहिलो कम्पनी रहेको छ डिश मिडिया नेटवर्क लिमिटेड। यस कम्पनीले करिब 100 रुपियाँ अंकित मूल्यका दरले 1,97 करोड 5,97,000 रुपियाँ बराबरको 1,97,05,977 किता आइपिओ निष्कासन गर्न अनुमति माग गरेको छ, जसमा करिब 19,77,597 जना लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन्। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रनेकमा पर्व क्यापिटल लिमिटेड र कुमारी क्यापिटल लिमिटेड रहेको छ। दोस्रो कम्पनी रहेको छ आइएमए लिमिटेड। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यका दरले 12 करोड 50,66,700 रुपियाँ बराबरको 12,50,667 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 1,25,066 जना लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री पर्नेको काम पर्व क्यापिटल लिमिटेडले गरेको छ। तेस्रो कम्पनी रहेको छ हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी लिमिटेड अर्थात् ह्याम्स हस्पिटल। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यका दरले 24 करोड रुपियाँ बराबरको 24 लाख किता आइपिओ निष्कासन गर्दैछ, जसमा 2,40,000 जना लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री पर्नेको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ। चौथो कम्पनी रहेको छ नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड। यस कम्पनीले पनि मात्र 100 रुपियाँ अंकित मूल्यका दरले 9 करोड रुपियाँ बराबरको 9 लाख किता आइपिओ निष्कासन गर्दैछ। यो कम्पनीमा मात्र 90,000 जना लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनुहुनेछ भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रनेकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ। पाँचौं कम्पनी रहेको छ कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेड। यो कम्पनीले भने प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्दैछ। 100 रुपियाँ अंकित मूल्यमा 227 रुपियाँ प्रिमियम थप गरी 327 रुपियाँ प्रति किताको दरले यो कम्पनीले आइपिओ निष्कासन गर्दैछ, जसमा 3,277 रुपियाँ लगानी गरेर मात्र हामीले 10 किता शेयर हाट पार्न सफल हुनेछौँ। यस कम्पनीले 11 करोड 44,50,000 रुपियाँ बराबरको 3,50,000 किता आइपिओ निष्कासन गर्दैछ, जसमा मात्र 35,000 जना लगानीकर्ताहरूले 10 किता शेयर पाउनुहुनेछ। तर कम्पनीमा हामीले नाफा कमाउने सम्भावना भने धेरै रहनेछ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रनेकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। छैठौं कम्पनी रहेको छ छायादेवी कम्प्लेक्स लिमिटेड। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यमा 300 रुपियाँ प्रिमियम थप गरी 400 रुपियाँ प्रति किताको दरले आइपिओ निष्कासन गर्दैछ, जसमा हामीले 4,000 रुपियाँ लगानी गरेर मात्र 10 किता शेयर पाउनेछौँ। यस कम्पनीले भने 57 करोड 50 लाख रुपियाँ बराबरको 14,37,500 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 1,43,750 जना लगानीकर्ताहरूले 10 किता शेयर पाउनेछन् भने कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रनेकमा पर्व क्यापिटल लिमिटेड रहेको छ। सातौं कम्पनी रहेको छ बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिज लिमिटेड। यस कम्पनीले भने 100 रुपियाँ अंकित मूल्यमै आइपिओ निष्कासन गर्दैछ भने कम्पनीले 74 करोड 20 लाख रुपियाँ बराबरको 74,20,000 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 7,42,000 जना लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री पर्नेको काम कुमारी क्यापिटल लिमिटेडले गरेको छ। आठौं कम्पनी रहेको छ मेडिकेयर हस्पिटल कम्पनी लिमिटेड। यस कम्पनीले 11 करोड 25 लाख रुपियाँ बराबरको 100 रुपियाँ अंकित मूल्यका दरले 11,25,000 किता आइपिओ निष्कासन गर्दैछ, जसमा आइपिओ भर्ने भाग्यमानी 1,12,500 जना लगानीकर्ताहरूले मात्र 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन्। यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रनेकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। नवौं कम्पनी रहेको छ जीआई सोलर लिमिटेड। जीआई सोलर लिमिटेडले पनि 100 रुपियाँ अंकित मूल्य
मूल्यमा आइपिओ निष्कासन गर्दैछ भने कम्पनीले 13,63,36,00,000 रुपियाँ बराबरको 13,63,360 किता आइपिओ निष्कासन गर्दैछ, जसमा कम्तीमा 10 किताको दरले बाँडफाट गर्दा भाग्यमानी 1,36,336 जना लगानीकर्ताहरूले मात्र 10 किताको दरले सेयर हाट पार्न सफल हुनुहुनेछ भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री पर्नको काम आरबिबी मर्चेन्ट ब्याङ्किङ लिमिटेडले गरेको छ। 10औं कम्पनी रहेको छ पर्वो हेलिकप्टर कम्पनी लिमिटेड। यो कम्पनीले पनि 100 रुपियाँ अङ्कित मूल्यमा आइपिओ निष्कासन गर्दैछ भने कम्पनीले 61,25,00,000 रुपियाँ बराबरको 100 रुपियाँ अङ्कित मूल्यका दरले 61,25,000 किता आइपिओ निष्कासन गर्दैछ, जसमा आइपिओ भर्ने भाग्यमानी 6,12,500 जना लगानीकर्ताहरूले मात्र 10 किताको दरले सेयर हाट पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री पर्नको काम भने मुक्तिनाथ क्यापिटल लिमिटेड